मेरो यो स्यामसङको ड्रायर एक्कासी कपडा सुकाउन छोड्यो यसले। भित्रको ड्रम चाहिँ रोटेट गर्छ, नर्मल्ली चल्छ त्यो चाहिँ, तर ड्रायरले चाहिँ कपडा सुकाउँदैन, तातो हुँदैन। यसको लागि मैले अब यो भिडियोहरू हेरेर DIY प्रोजेक्ट सुरु गरेको। अनि सुरुमा के गर्ने भन्दा तपाईको अनप्लग गर्ने पहिलो काम है। अनप्लग गरेपछि अब यसमा पावर आएको छैन, तपाईको चाहिँ शक ह्याजर्ड, इलेक्ट्रिकल ह्याजर्डहरुबाट हामी जोगिन्छौँ। त्यसपछि यसको यो पर्टिकुलर मोडलको म यसको ठ्याक्कै डिटेल भन्नुपर्दा यहाँ छ है। यो स्यामसङको यो मोडल हो। यसको चाहिँ यो माथिको कभर खोल्न चाहिँ सजिलो छ। तपाईको यहाँनिर ट्याबहरु हुन्छ अनि केही पातलो चीज मैले चाहिँ एउटा मेटालिक स्केल थियो मसँग। यो मेटालिक स्केल लगाएर यहाँ ग्यापमा यसरी हालेर यसरी उक्काएको तपाईको यो पार्ट अहिले उक्कियो। अनि पछाडी एउटा हिन्ज छ जसमा यो अडिएको हुन्छ, त्यही भएर खोल्न मिल्छ यसरी है। खोलिसकेपछि भित्र तपाईको यो ड्रम हो, मेन कपडा जहाँ घुम्छ। अब यसलाई केही चीजले चाहिँ अडाएर अनि बाँकीको स्टेपहरु गर्दै जाम है। यसको मेन हामीले खोल्न पर्ने एउटा यो दुईटा तीनटा यो स्क्रु, अनि यहाँ एउटा मैले खोलिसकेको छु 4 अनि 5 6 यति 6 वटा स्क्रु खोलेपछि यो अगाडिको डोर खुल्छ। अनि त्यसपछि हामीले चाहिँ यसको हिटिङ कोइल चेन्ज गर्ने हो। मैले हिटिङ कोइल मगाइसकेको छु, अहिले देखाउँछु म कस्तो हुन्छ है त। यो लिन्क फिल्टर पनि निकाल्नु। अब यो स्क्रु यो 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 र यो सबै स्क्रु निस्किसक्यो। अब यो तारको चाहिँ ट्याबहरु खोलेर यहाँ रिलिज गर्दियौँ। अलिकति स्पेस चाहिन्छ काम गर्नलाई। यो रिलिज गरेपछि अब यो ढोका चाहिँ यहाँ यसरी अड्केको छ यसमा यसबाट रिलिज गरेर यो पुरै होल यो प्यानलै बन्द हुन्छ है। यो भित्रबाट आएको वायर यसमा कनेक्टेड हुन्छ यो सकेटमा। यो सकेटबाट त्यसलाई फुकाइदिने र अब यो ढोका फ्री भयो। अब यहाँ यो तपाईको ड्रम एरिया भयो अनि हाम्रो कोइलहरु सबै एलिमेन्ट हिटिङ एलिमेन्ट यहाँ छ है। म यो पहिला भ्याक्युम गर्छु सबै फोहोरहरु, अनि भ्याक्युम गरेपछि यो हिटिङ एलिमेन्ट खोलेर देखाउँछु। यो खोल्छु म, अनि यसको यो सपोर्ट मात्रै हो यो र त्यो दुईटा खोलेपछि यहाँ चाहिँ यहाँ भित्र चाहिँ मेन यो कोइलहरु सबै चीज यसैमा छ, त्यो म निकाल्छु र रिप्लेस गर्छु। यो यहाँ जोडिएको वायरले अलिकति यो निक्लिन दिन्न बाहिर, त्यो वायर फुत्काएपछि अब यो बाहिर निस्कियो है। मैले यसमा चाहिँ 4 वटा खोल्नु पर्यो, त्यो 4 वटा यहाँ छ। ढोका खोल्दाखेरिको 6 माथि स्क्रुहरु उता छुट्टै राखेको छु है, त्यो कन्फ्युजन नहोस् भनेर। त्यहाँ स्क्रु छुट्टै छ, यो यसको हो। अब यो बाहिर निकाल्नलाई मैले यो फुकाले। अब यो खोल्दाखेरि यसको आफ्नै स्क्रुहरु छ, अनि यहाँ भित्र चाहिँ कोइल छ। यो चाहिँ मैले मगाएको नयाँ पार्ट्स हो। सबै फ्युजहरु छ मैले मेरो डिजिटल मिटर लगाएर चेक गरेको, मेरो कोइल त ठीक रहेछ। कोइल ठीक छ, यो अर्को यो पनि ठीक छ, यो एउटा मात्रै बिग्रेको रहेछ। यो चाहिँ कन्टिन्युस छैन, यो ब्रोकन छ। अब यसको रिप्लेसमेन्ट कुन चाहिँ पार्ट हो त्यो पत्ता लगाएर त्यो मात्रै फेर्दा हुने भयो, किनभने सायद यो कोइल कम्पनीको ओरिजिनल कोइल हो, यो नफेरौँ जस्तो लाग्यो। Everything cleaned and assembled back, plugged in.
it works. It is warm in here.